नमस्कार। आजको यस भिडियोमा हामी 95% कन्फिडेन्स इन्टरभल कसरी निकाल्ने भनेर छलफल गर्छौँ अथवा कन्फिडेन्स इन्टरभल कसरी निकाल्ने भनेर छलफल गर्छौँ। रेफरेन्सको लागि एउटा यो पेपर हेरौँ। यो पेपरमा के लेखिएको छ भनेदेखि द प्रिभेलेन्स अफ हाइपरटेन्सन एमोङ गभर्मेन्ट इम्प्लोइ इन दिस स्टडी वाज फाउन्ड टु बी 36.4%। यो पोइन्ट एस्टिमेट भयो 36.4% भनेर हामीले यसरी निकालेका छौँ। तर हामीलाई के भयो, इन्टरभल एस्टिमेट निकाल्नु पर्यो। जस्तै 95% कन्फिडेन्स इन्टरभल निकाल्नु पर्यो अथवा 99% कन्फिडेन्स इन्टरभल निकाल्नु पर्यो होइन। यो केसमा त प्रिभेलेन्स स्टडीहरूमा है त। त्यस्तोमा चाहिँ हामीले कसरी निकाल्छौँ त भनेदेखि हामीले जुन भेरिएबलको प्रिभेलेन्स निकाल्न खोजिरहेका छौँ अथवा जुन भेरिएबलको चाहिँ हामीले के गर्न खोजिरहेका छौँ, इन्टरभल एस्टिमेट निकाल्न खोजिरहेका छौँ, त्यो भेरिएबललाई एउटा कोलममा राख्छौँ है त। यसरी कोलममा राखिसकेपछि हामीलाई चाहिँ के थाहा हुनुपर्छ भनेदेखि हामीले अब यहाँ एन्जाइटीको निकाल्न खोजिरहेका छौँ कि नो एन्जाइटीको निकाल्न खोजिरहेका छौँ। जस्तै मैले के गर्न खोजिरहेको छु त भनेदेखि एन्जाइटीको निकाल्न खोजिरहेको छु। यसमा कोड हेर्नुपर्छ। जस्तै एन्जाइटीको लागि 1 कोड छ भनेपछि यो इम्पोर्टेन्ट छ। कसरी कोडिङ गरिएको छ त्यो कुरा इम्पोर्टेन्ट हुन्छ। र हामी कहाँ जान्छौँ, एनालाइजमा जान्छौँ। एनालाइजमा गइसकेपछि हामी यहाँ तल आएर नन प्यारामेट्रिक टेस्टमा 1 स्याम्पलमा जान्छौँ। 1 स्याम्पलमा गइसकेपछि कस्टमाइज एनालाइसिस भनेर गर्छौँ। अब फिल्डमा जान्छौँ। त्यसपछि फिल्डमा यहाँ तपाईँहरूसँग अहिले मसँग एउटा मात्रै भेरिएबल छ यहाँ, त्यसैले गर्दा एउटा मात्रै भेरिएबल देखिएको छ। मल्टिपल भेरिएबल देखियो भनेपछि तपाईँले सबैले यता फालेर फेरि चाहिएको कुरालाई यता फाल्न सक्नुहुन्छ। जस्तै मलाई अहिले चाहिएको एन्जाइटी नै हो, मैले यता फालेँ। टेस्ट फिल्डमा चाहिँ तपाईँले चाहिएको भेरिएबल राख्नुपर्छ। र सेटिङमा गइसकेपछि हामी के गर्छौँ त, कस्टमाइज टेस्टमा गएर यो कुरामा टिक लगाउनुपर्छ। कम्पेयर अब्जर्भ बाइनरी प्रोबेबिलिटी टु हाइपोथेसाइज्ड भनेर यसमा टिक लगायौँ भनेपछि अप्सनभित्र गएर यहाँ यसलाई टिक लगाउनु पर्यो। र यहाँ इम्पोर्टेन्ट कुरा चाहिँ के छ भनेदेखि हामीले कुन भेरिएबलको चाहिँ 95% कन्फिडेन्स इन्टरभल मेजर गर्न खोजिरहेका छौँ त। हामीले एन्जाइटीको गर्न खोजिरहेका छौँ। एन्जाइटीको कोड कति थियो, 1। यो कुरा इम्पोर्टेन्ट हुन्छ। र यो 1 कोड गरिसकेपछि ओके गर्छौँ। र यहाँ टेस्ट अप्सनभित्र चाहिँ के छ भनेदेखि हामीलाई कतिको कन्फिडेन्स इन्टरभल चाहिएको, 99% चाहिएको भनेपछि म्यानुअली चेन्ज गर्न सकिन्छ होइन। 95 चाहिँ अटोमेटिकल्ली यहाँ चाहिँ 95 भनेर राखिएको हुन्छ। यस्तो कन्डिसनमा हामीले चेन्ज गर्न परेन र रन गर्यौँ। रन गरिसकेपछि यो फाइन्डिङ आउँछ। यो फाइन्डिङले सिम्पली के भनेको हो भनेदेखि हामीले जुन अघि 0.5 राखेका थियौँ नि, हो त्योसँग चाहिँ रिलेसनसिप छैन भनेर भन्न खोजेको। तर हामीलाई आज चाहिएको फरक कुरा छ। हामी के गर्छौँ तपाईँले पढ्न सक्नुहुन्छ। तर हामीलाई चाहिएको कुराहरू 95% कन्फिडेन्स इन्टरभल हो, त्यो निकाल्नको लागि यसमा डबल क्लिक गर्छौँ। डबल क्लिक गरिसकेपछि यस्तो खुल्छ। यस्तो खुलिसकेपछि तलपट्टि हाइपोथेसिस समरी भ्यू भन्ने छ। त्यसमा गएर हामीले के गर्छौँ, कन्फिडेन्स इन्टरभल समरी भ्यू भनेर हान्यौँ भनेपछि यसरी चाहिँ अब के देखिन्छ त भनेदेखि हाम्रो के हो त, एस्टिमेट 0.593 हो प्रिभेलेन्स र 95% कन्फिडेन्स इन्टरभल 0.544 देखि 0.641 यो प्रोपोर्सन देखाएको छ। यसलाई पर्सेन्टेजमा कन्भर्ट गर्नको लागि हामीले के गर्न सक्छौँ त, इन्टु 100 गर्न सक्छौँ। अर्थात् 59.3% हाम्रो पोइन्ट एस्टिमेट भयो। र यसलाई 95% कन्फिडेन्स इन्टरभलमा कन्भर्ट गर्नुपर्छ भनेपछि यसलाई चाहिँ 54.4% देखि 64.1% सम्म रेन्ज गर्दो रहेछ भनेर हामीले चाहिँ यसरी निकाल्न सक्छौँ है त 95% कन्फिडेन्स इन्टरभल।